हाई नमस्ते, खानाका पारखहरूलाई अर्चनाज नेपाली किचनमा स्वागत छ। आज मैले चनाको दाल र पनिरको रेसिपीलाई लिएर आएको छु। यसको लागि हामीले पहिला चनाको दाललाई भिजाउनु पर्ने हुन्छ। यो चनाको दाल 2-3 घण्टा भिजाउँदा राम्रोसँग भिज्छ। यदि यहाँहरूसँग टाइम छैन भने 1 घण्टा आधी घण्टा भिजाउँदा पनि हुन्छ। र यो चनाको दाल भिजिसकेको छ। अब मैले पनिरलाई पनि मसिनो गरी काटेर लिएको छु। मैले चाहिँ यहाँ 2-in-1 भाँडा युज गरेको छु। एउटै भाँडामा म पनिरलाई पनि फ्राई गर्दैछु र म यसैमा चनाको दाल पनि पकाउने छु। यदि यहाँहरूसँग यस्तो भाँडा छैन भने आफ्नो घरमा भए अनुसारले कुकर र अर्को कराई पनि युज गर्न सक्नुहुन्छ। सबैभन्दा पहिले मैले यहाँ पनिरलाई भुटेँ। मैले पनिरलाई धेरै रातो पनि बनाएको छुइनँ, अलिअलि सेतैमा निकालेको छु, यहाँ देख्न सक्नुहुन्छ। र अब म यो कुकरलाई सफा नगरिकन यसैमा चनाको दाल पकाउँदैछु। हामीलाई टाइम पनि हुँदैन, छिटो गर्नुपर्ने पनि हुन्छ। यस्तो बेलामा चाहिँ यहाँले यो तरकारी छिटो मिठो पकाएर आफ्नो गेस्टहरूलाई पनि खुवाउन सक्नुहुन्छ। मैले त्यही पनिर फ्राई गरेकै तेलमा मेथीलाई, जिरालाई, अलिकति ल्वाङ सुकुमेललाई र सुकेको खोर्सानीलाई राखेर फ्राई गरेको छु। त्यस पछाडि मैले यहाँ प्याजलाई मसिनो गरी काटेको थिएँ। म त्यसलाई पनि यसमा राखेर एकछिन फ्राई गर्नेछु। यो प्याज चाहिँ रातो नहुन्जेलसम्म फ्राई गर्नुपर्ने हुन्छ। हामीले यसरी चना पनिरको तरकारी पकाएर खाँदा हामीलाई छिटो मिठो स्वाद पनि दिने गर्दछ। अब हाम्रो यो प्याज पनि भुटिसकेको छ। यस पछाडि मैले यहाँ 1 चम्चा बेसारलाई राखेँ। अब मैले यसमा एउटा टमाटरलाई काटेको थिएँ। यो टमाटरलाई पनि यसमा राखेर एकछिन यसलाई भुट्छु र त्यस्तै गरी अदुवा लसुनको पेस्टलाई पनि राखेँ। यो सबै हालिसकेपछि यसलाई एकछिन राम्रोसँग भुट्नुपर्ने हुन्छ। र यो भुटिसके पछाडि हामीले अब यसमा अलिकति ठुलो मसलालाई पनि राखेँ। र अब म यहाँ चनाको दाललाई राख्दैछु। यो चनाको दाल राखिसके पछाडि अब म यसलाई राम्रोसँग मिक्स हुने गरी एकछिन चलाउँछु। र यसमा मैले नुन पनि राखेँ। नुन यहाँले आफ्नो स्वादअनुसार राख्नुहुन्छ। र मैले यहाँ टमाटर थोरै राखेको थिएँ। म यसमा टोमेटो प्युरीलाई राख्दैछु। यो चाहिँ मैले आफै घरमा बनाएको। यदि यहाँलाई यस्तो बनाएर राख्न मन छ भने मेरो अर्को भिडियो यहाँले हेर्न सक्नुहुन्छ। त्यस्तै गरी मैले यहाँ धुलो खोर्सानीलाई पनि राखेको छु। यहाँहरूले आफ्नो स्वादअनुसार यसलाई राख्न पनि सक्नुहुन्छ। यसलाई हामीले एकछिन चलाइसकेपछि अब पानी हालेर हामी यसलाई 1 सिटी लगाउँछौँ। मैले चाहिँ चना राम्रोसँग भिजाएको थिएँ, त्यस कारणले 1 सिटीमा यो पाक्छ। यदि यहाँहरूको चनाको दाल राम्रो भिजेको छैन भने यसलाई 2 सिटीसम्म लगाउन सक्नुहुन्छ। र 1 सिटी लागिसकेको छ। म अब यसलाई आफै खुस्किन नदिकिन यसलाई आफै खोल्दैछु। अब यसलाई राम्रोसँग एकपटक चलाएर हामी यसलाई चेक गर्न सक्छौँ। एउटा चनाको दाललाई लिनुहोस् र यसरी छेउमा हेर्दाखेरि पाकेको नपाकेको हामी थाहा पाउन सक्छौँ। र अब यसलाई एकछिन राम्रोसँग चलाइसकेपछि अघि हामीले फ्राई गरेर राखेको पनिरलाई यसमा मिक्स गरौँ। र यो मिक्स गरिसकेपछि मैले यसलाई अझ स्वाद दिनको लागि कस्तुरी मेथीलाई राखेको छु। त्यस पछाडि म यहाँ अलिकति पनिर मसलालाई पनि राख्दैछु। र यो राखिसके पछाडि यसलाई हामी एकपटक राम्रोसँग चलाएर यो मसलालाई पाक्नको लागि 2-3 मिनेटसम्म यसको बिर्को लगाएर छोडिदिन्छौँ। यदि यहाँले कुकरमा पकाउँदै हुनुहुन्छ भने सिटी नलगाउनु होला। एकछिन ढक्कन लगाएर 2-3 मिनेट पकाउनु भयो भने यो भइहाल्छ। यो हामीले मसलालाई पकाउनको लागि मात्रै गरेको हो। र हाम्रो चनाको दाल र पनिरको सब्जी तयार भइसकेको छ। अब यहाँले यसलाई
खानासँग, रोटीसँग, जेसँग पनि प्रयोग गर्न सक्नुहुन्छ। यहाँहरूलाई आजको रेसिपी कस्तो लाग्यो हेरेर लाइक, कमेन्ट र सेयर गरिदिनु होला र आगामी भिडियो पनि हेरिदिनु होला। धन्यवाद।